मकवानपुर गढीको लामो कथा, सेन वंशको गौरवशाली इतिहास र रहस्यमय किम्वदन्तीहरू। मकवानपुर गढी नेपालको मकवानपुर जिल्लामा अवस्थित छ। एक प्राचीन र सामरिक रूपले महत्त्वपूर्ण किल्ला हो। यो गढी सेन वंशका राजाहरूको राजधानी थियो, जसले करिब 300 वर्षसम्म शासन गरेको थियो। वंशगोपाल मन्दिरको रहस्यमय कथा गढीको सबैभन्दा रोचक भाग हो ठुलो गढीभित्रको वंशगोपाल मन्दिर। यो मन्दिर लोहाको साङ्लोले बाँधिएको भगवान श्रीकृष्णको वंशगोपाल मूर्तिलाई समर्पित छ। स्थानीय किम्वदन्ती अनुसार श्रीकृष्ण रातमा चितवनका सरसोका खेतहरूमा घुम्न जान्थे। गाउँलेहरू डराउँथे किनकि उनीहरूले कालो छाया देख्थे। अन्ततः राजाले श्रीकृष्णलाई लोहाको साङ्लोले बाँधिदिए। मन्दिर मुनि रहेको गुफा नै श्रीकृष्णको गतिविधिको कारण थियो भन्ने विश्वास छ। यो मूर्ति आज पनि बाँधिएको अवस्थामा पूजा हुन्छ र भक्तहरूको आस्थाको केन्द्र हो। चितवनको माडीको तोरीबारीमा घुम्न जानुहुन्थ्यो अरे रातको समयमा। यो किल्लाको उत्पत्ति, मन्दिरको अनौठो कथा र पृथ्वीनारायण शाहसँग जोडिएको एकीकरणको इतिहासले यसलाई नेपाली इतिहासको अमूल्य धरोहर बनाएको छ। यो कथा मुकुन्द सेनबाट सुरु हुन्छ र दिग्बन्धन सेनसम्म फैलिएको छ, जसमा युद्धहरू, कूटनीति र धार्मिक विश्वासहरूको मिश्रण छ। सेन वंशको उदय र गढी निर्माण। सेन वंशको इतिहास लिच्छवी कालसँग जोडिएको छ। प्राचीन समयमा नेपालमा दर्जनौं ससाना राज्यहरू थिए, जसमध्ये मकवानपुर पनि एक थियो। सेन राजाहरूले 13औं शताब्दीको सुरुवातमा यो क्षेत्रमा शासन सुरु गरे। प्रतापी राजा मुकुन्द सेनको नामबाट मुकुन्दपुर, माकन्दपुर हुँदै मकवानपुर नाम पढ्यो। राजा तुलासेनको शासनकालमा यो गढी निर्माण गरिएको विश्वास छ। यो किल्लालाई सामरिक दृष्टिकोणले अत्यन्त मजबुत बनाएको थियो। उच्च पहाडमा अवस्थित, गहिरो खाल र मजबुत पर्खालले घेरिएको गढी 3 भागमा विभाजित थियो: ठुलो गढी, सानो गढी, ढुङ्गे गढी। ठुलो गढी मुख्य दरबार, मन्दिरहरू र पानीका ट्याङ्कीहरू भएको भाग, यहाँ राज परिवार बस्थ्यो। सानो गढी, ठुलो गढीको दक्षिण पश्चिममा 300 मिटर टाढा रक्षात्मक उपस्थिति। ढुङ्गे गढी, उत्तर पूर्वमा 2 किलोमिटर टाढा थप सुरक्षाको लागि। लोहाङ सेनदेखि दिग्बन्धन सेनसम्मका राजाहरूले यहाँ शासन गरे। यो राज्य दक्षिणतर्फ भारतसँग सीमा जोडिएकोले सधैँ खतरा थियो, तर सेन राजाहरूको कुशल शासनले यसलाई मजबुत राख्यो। मानिक सेनले सिन्धुली, हरिहरपुर र पर्सा गढीहरू पनि बनाएर व्यापारिक बाटोहरू सुरक्षित गरे। यो समयमा मकवानपुर समृद्ध थियो, कृषि, व्यापार र सांस्कृतिक रूपले। पृथ्वीनारायण शाहको आक्रमण र विजय। नेपाल एकीकरणको क्रममा मकवानपुर गढी महत्त्वपूर्ण लक्ष्य थियो। पृथ्वीनारायण शाहको ससुराली राज्य पनि त यहाँ थियो। उनले दिग्बन्धन सेनकी छोरी इन्द्रकुमारीसँग विवाह गरेका थिए, तर एकीकरणको लागि यो राज्य जित्नै पर्छ भन्ने लाग्यो। 1762 को असोज 1 गते सेप्टेम्बर 27 मा गोर्खाली सेनाले सिन्धुली गढी जितेपछि हरिहरपुर तर्फ लाग्यो। 4 अक्टोबरमा हरिहरपुर गढीमा आक्रमण भयो। मकवानी सैनिकले रातभर लडे तर 5 अक्टोबरमा खाली गरे। त्यसपछि गोर्खालीहरू मकवानपुर गढीतिर लागे। 8 घण्टाको कठोर युद्धपछि गढी कब्जा भयो। दिग्बन्धन सेन भागे। बङ्गाल पुगेर मीर कासिम, मुगल नवाब गुर्गिन खानको सहयोगमा 1500 सैनिक ल्याएर फिर्ता आए, तर गोर्खालीहरूले फेरि परास्त गरे। यो विजयलाई विजयादशमीको रूपमा मनाइन्छ। पछि अग्लो नेपाल युद्धमा पनि यहाँ बेलायतीहरूलाई रोक्न सफल भयो। यसरी मकवानपुर नेपाल एकीकरणको महत्त्वपूर्ण खानी भयो। पछिका घटनाहरू र महत्त्व। सेन वंशको पतनपछि गढी गोर्खाली साम्राज्यको भाग भयो।
1762 मुगल आक्रमणकारी मीर कासिमको फौजलाई यहाँ नेपाली सेनाले 500 राइफल र 2 तोप हात पारेको इतिहास छ। यो घटनाले नेपाली सेनाको वीरतालाई उजागर गर्छ। देख्न सक्नुहुन्छ। म जस्तो 3 जना 4 जना हटाउँछ यार यसरी सिधा उभियो भने पनि। ओहो, अनि नर्मल यसको ढोकाको यो हाइट कति छ भन्दाखेरि म छु 5 फिट 11 इन्ची अनि लगभग यो छुनको लागि 1 इन्ची अझै बाँकी छ। मैले जुत्ता लगभग लगाएको छु 1 इन्ची हाइट भएको 6 फिट ल 6 फिट जति ल। समयसँगै गढी जीर्ण भयो तर हाल जीर्णोद्धार भइरहेको छ। हेटौडाबाट 16-17 किलोमिटर पूर्वमा अवस्थित यो पर्यटकीय स्थल बन्दैछ। यहाँबाट हिमाल र तराईको मनोरम दृश्य देखिन्छ। स्थानीय कथाहरूमा अझ रोचक तथ्यहरू छन्, जस्तै 12 गोर्खाली जासुसहरूले मुसलमान क्षेत्रमा घुसेर हजारौं मार्ने कथा वा 3 जनाले ढुङ्गा हानेर 10,000 सैनिक भगाउने लोककथा। यी कथाहरूले गढीको वीरताको प्रतिनिधित्व गर्छन्। यस्तो 2टा खाल्टो छ हैन, यो एउटा भयो अनि ठ्याक्कै उतापट्टि अर्को छ। अनि यसमा चाहिँ पानी स्टोर गरिन्थ्यो। त्यो बेला पानी ट्याङ्की हुन्थेन नि त। म जाँदैछु कहाँ भन्दाखेरि यो किल्लाबाट भागेर हो। यो बाटो किल्लाबाट भाग्नैको लागि बनाएको थियो। यदा कदा दुश्मनहरूले आक्रमण गरिहाल्यो भने यो स्पेशल यो ठाउँ यहाँबाट चाहिँ अलिकति हाइट पनि कम छ, टक्क भर्याङ लगाएर, नत्र भए सिधै यहाँबाट एउटा बाँसको जस्तो केही त्यो बेला हुन्थ्यो होला पुल सायद, त्यहाँबाट चाहिँ भागेर अर्को सुरक्षात्मक स्थलमा पुग्नलाई। ओहो, इन्जिनियरिङको नमुना हो के। तपाईलाई म यही भिडियोमै सानो गढी पनि देखाइदिन्छु। सानो गढी धेरै टाढा छैन, यहाँबाट जम्मा 300 मिटर पर उत्यो हो। त्यहाँ गएर देखाइदिन्छु तपाईलाई कस्तो छ सानो गढी है। यस्तो ऐतिहासिक ठाउँलाई त अब डेटिङ स्पोट त नभनौँ, तर भ्रमण गर्न आउनु हुन्छ र भ्रमण गरेर आफ्नो नेपालको इतिहास बारेमा केही जान्न चाहनुहुन्छ भने दिस इज द प्लेस। बस्नको लागि पनि एकदम राम्रो ठाउँ छ। मकवानपुर गढी आज पनि इतिहास, संस्कृति र आध्यात्मको सङ्गम हो, जसले नेपालको गौरवशाली विगतलाई जीवन्त राख्छ। अनि यहाँ हुनुहुन्छ बडा महाराज धिराज पृथ्वीनारायण शाहज्यू। मकवानपुर गढीमा एउटा सेतो हात्ती पनि थियो। त्यति बेला जब पृथ्वीनारायण शाहको र मकवानपुरसँग सम्बन्ध गाँसिने बेलामा चाहिँ यहाँनिर एउटा सेतो हात्ती थियो। त्यो हात्ती पृथ्वीनारायण शाहले दाइजोमा माग्नुभयो, तर उहाँलाई दिएन। त्यो हात्तीको प्रतिमा या जे पनि भन्न सकिन्छ त्यो यहीँ छ। वाउ,
कति राम्रो। यस्तै हो नेपालको इतिहास। यहाँ छ है गाइज, यो भर्याङबाट धेरै टाढा छैन, यही देख्न सक्नुहुन्छ। लगभग 2 मिनट तल हिँड्यो भने यो गढीमा आउनको लागि मुख्य द्वार तपाईँले भेट्नुहुन्छ र म आएको चाहिँ पछाडिपट्टिको द्वारबाट। गढीको सबैभन्दा बाहिरी भागमा उच्च र मजबुत ढुङ्गाका पर्खालहरू छन्, जसको उचाइ सामान्यतया 10 देखि 15 मिटरसम्म पुग्छ। यी पर्खालहरूलाई स्थानीय ढुङ्गा र चुन लगाएर जोडिएको थियो। टन्नै रेस्टुरेन्ट र होमस्टेहरू पनि छ। तपाईँ टाढा टाढाबाट आउँदै हुनुहुन्छ अनि तपाईँलाई बस्नलाई के गर्ने कसो गर्ने भनेर उत्साह छ भने रेस्टुरेन्ट र होमस्टे टन्नै छ। र हल्का तपाईँलाई लग्जरियस ठाउँमा बस्न रुचाउनुहुन्छ भने यहाँबाट कहाँ गयो? ओ यता छ। यहाँबाट अलिकति अगाडि राम्रो एउटा होटल छ जहाँ तपाईँले जिप लाइनको पनि अनुभव गर्न सक्नुहुन्छ। जिप लाइन हुनु हो, धेरै पर्दैन, 1000-1500 हुनसक्छ। पर्खालको बाहिरी सतहमा झ्यालहरू, बुर्जहरू, घडीघर जस्ता गोलाकार टावरहरू थिए, जसबाट धनुष, बाण र ढुङ्गा फाल्न सकिन्थ्यो। पर्खालभित्रबाट हेर्दा पनि दोस्रो तहको पर्खाल थियो, जसले बहुस्तरीय रक्षा प्रणाली बनाउँथ्यो। ठुलो गढीको यो पर्खालले दरबार, मन्दिर र पानीका ट्याङ्कीहरूलाई घेरिएको थियो। एन्ड आजको लागि बाई बाई मकवानपुर गढी। म फेरि पनि यो ठाउँ भिजिट गरि नै राख्छु, किनभने मैले अहिले एक्लै भिजिट गरिरहेको छु र पछि फ्यामिली सबैलाई ल्याउनको लागि मैले विचार गरिरहेको छु। जब मैले मेरो ड्रिम गाडी किन्छु नि, तब म जुन ठाउँमा गएँ, जसरी रमाइलो गरेँ, त्यो सबै मैले जे फिल गरेँ त्यो मेरो फ्यामिली मेम्बरहरूलाई पनि फिल गराउने मेरो एउटा इच्छा छ। सो मेरो ड्रिम गाडी किनेको दिन म मेरो फ्यामिली मेम्बरहरूलाई पनि यो मकवानपुर जिल्लाको यस्तो राम्रो ठाउँ भिजिट गराउँछु। ल त्यहाँ छ सानो गढी। त्यहाँबाट क्या दामी भ्यू देखिन्छ क्या। म जाम त्यहाँबाट भ्यू क्याप्चर गर्नको लागि। हामी अघि त्यहाँ थियौँ है, त्यो रुखै रुख बाटोमा। अनि म आइसकेको छु सानो गढी, मकवानपुर गढीको अलिकति वर। त्यो ठाउँ चाहिँ दरबार हो, खास होइन। विशेष गरेर राजगाहरू, राजाको परिवारहरू बस्ने र राजदरबार सञ्चालन हुने ठाउँ। अनि यो ठाउँ भनेको चाहिँ सैनिकहरूको लागि, सेनाहरू बस्ने, परेड खेल्ने र तालिम गर्ने ठाउँ। किनभने सेना भएर नै राज्य हुन्छ र सुशासन हुन्छ, नत्र भए त मान्छेको नेचर त स्टडी गर्न धेरै गाह्रो हुन्छ। यतापट्टि लटरमेश्वर महादेवको डाँडो छ। यो डाँडो होइन, यसको अलि पर अझै पर यो अहिले बादल र हल्का धुवा जस्तो मौसम भएर यति क्लियर आएन। अनि लटरमेश्वर महादेवको दर्शन गर्ने भए
मेरो यही च्यानलमा अर्को पनि एउटा भिडियो छ डक्टर रमेश्वर महादेव भनेर। मौसम नै कस्तो मिस्ट टाइपको छ के, धुवा जस्तो, कुहिरो जस्तो, तर घाम लागेछ। त्यही भएर क्लियर आएन। अनि त्यहाँनिर एउटा गुम्बा छ है, त्यो गुम्बा पनि भिजिट गर्न नभुल्नु होला। धेरै राम्रो गुम्बा छ त्यहाँ, मैले त भिजिट गरिसकेँ। ओके मकवानपुर गढी। यो भिडियो तपाईहरुलाई राम्रो लाग्यो भने च्यानलमा एउटा नयाँ सब्स्क्राइब, लाइक, कमेन्ट र शेयर गर्न नबिर्सिनु होला। बाइ बाइ। कति चाक्लो छ है यो भाग छ नि, यो भाग जहाँ तपाईले सानो घर पनि देख्नुहुन्छ अनि खेत जस्तो टाइपको। एक्चुअली यो भाग चाहिँ खोलाकै पाटो है। अहिले चाहिँ अब नक्सामा मान्छेहरूले आफ्नो बनाए, तर प्रकृतिले चाहिँ यो मान्छेको भनेर भन्दैन। यो प्रकृतिले चाहिँ यो मेरो खोलाकै भाग हो भन्छ। किन भन्दाखेरि आजभन्दा केही वर्ष अगाडि हाम्रै यही नेपालमा यस्तै फाटमा भएको एउटा पुरा गाउँ, 2 तल्ले 3 तल्ले भवनहरू पनि माटोले पुरिएको अवस्था छ। नो अफेन्स, मैले केही भन्न खोजेको होइन, जस्ट नेचर थिङ्स भनेको। खोलाको रूप अहिले यो पानी थोरै देख्यो भने पनि कुनै समयमा यहाँनिर यति मात्रामा पानी बग्थ्यो होला, जुन पानी यतासम्म आउँथ्यो कि भन्ने खालको विचार।